नमस्कार आदरणीय श्रोता यहाँहरु सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। म प्रभास थानाको उपस्थित भइसकेको छु क्यापिटल एफएम को यो विशेष कार्यक्रम फ्रन्टलाइन लिएर। र क्यापिटल फ्रन्टलाइनमा हामी देशको समग्र राजनीतिक विषयवस्तु र समसामयिक घटनाक्रमको बारेमा बहस विश्लेषण गर्ने प्रयास कार्यक्रममा गर्दै छौं। आज दुईवटा विषय बडो चर्चाको विषय रहनेछ, किनभने दुईटै विषयमा यतिखेर अदालत प्रवेश गर्छ या गर्दैन हेरेर बाँकी छ। अर्कोतिर चाहिँ संसदको विषय पनि छ। संसद आज खुल्छ खुल्दैन, नेकपा एमालेको लगातारको अवरोधपछि आज पनि बोलाइएको बैठक चल्ने सम्भावना धेरै न्यून छ, किनभने एमालेको बटम लाइन छ प्रधानमन्त्रीको राजीनामाको माग। प्रधानमन्त्रीले पछिल्लो समय एउटा अभिव्यक्ति दिनुभयो जुन विषय यतिखेर विवादको भुमरीमा फसेको छ। खास गरी भारतीय नागरिक रहेका नेपाली पछिल्लो समय नेपाली नागरिक रहनुभयो, खास गरी सरदार प्रीतम सिंहको विषयलाई लिएर जुन अभिव्यक्ति दिनुभयो, मेरा निम्ति सदा सहित राख्नुभयो र उहाँले प्रधानमन्त्री बनाउनका निम्ति बारम्बार दिल्ली धाउनुभयो भन्ने यसै अभिव्यक्तिलाई लिएर एमालेको बबन्डर छ। प्रतिपक्ष सिंहको प्रतिपक्ष यतिखेर प्रधानमन्त्रीका विरुद्ध छ। कोशी प्रदेशमा यतिखेर सभामुखको भूमिका बडो शंकास्पद देखियो र उहाँले आफ्नो मर्यादाभन्दा बाहिर गएर चाहिँ संविधानको धज्जी उडाउनु भएको छ। आज हेर्न बाँकी छ सम्मानित सर्वोच्च अदालतले के गर्छ। प्रदेशका चाहिँ खास गरी सभामुख बाबुराम गौतमको भूमिका किन माओवादी भन्दा माथि उठ्न सकेन त? के प्रदेश प्रमुख या प्रदेशको सभामुखले सरकार निर्माण गठन र विभाजनमा जान मिल्छ? के हो त कानुनी प्रावधान लगायतको विषय? खास गरी नेपालको जियोपोलिटिक्समा चीन, भारत, अमेरिका लगायतको देशहरूको भूमिका के हो त? नेपालमा प्रधानमन्त्री बनाउन दिल्ली धाउनै पर्ने हो त? या अमेरिकाको प्रभावमा एमसीसी पास भएसँगै नेपालमा कम्फर्टेबल सरकार बन्छन्? या कम्युनिस्टहरू एकता हुँदा चीनको प्रभाव थियो र आगामी दिनमा नेकपा बनाउने प्रयत्नमा पनि चीनको भूमिका कस्तो होला? आज यिनै विषयमा कुराकानी गर्दैछु। यतिखेर हामीसँग नेकपा एमालेका नेता समेत रहनुभएको अनुशासन आयोगको नेता पनि हुनुहुन्छ, उहाँ प्रभावशाली व्यक्तित्व हुनुहुन्छ, पूर्व राजदूत समेत रहनुभएको व्यक्तित्व हुनुहुन्छ योगेन्द्र ढकाल। उहाँलाई वेलकम गर्न चाहन्छु। ढकालजी, यहाँलाई स्वागत छ क्यापिटल एफएमको यो विशेष कार्यक्रममा। धन्यवाद। आराम हुनुहुन्छ? ठीक छ। प्रधानमन्त्रीको राजीनामा एमालेको बटम लाइन कति न्यायोचित हो? भ्रष्टाचारको फाइल एकातिर उहाँले खोलिरहनु भएको छ, सुशासन कायम गर्ने जनतामा आश्वासन दिइरहनु भएको छ। अर्कोतिर एमालेले संसद अवरोध गर्यो, कानून पास भएन र एमालेले यतिखेर राष्ट्रियताको सवालमा सार्वभौम सत्तामाथि चाहिँ प्रहार भयो, जनताले निर्वाचित गरेको संसदको धज्जी उडायो भनेर बटम लाइन राखेको छ। पछिल्लो समय प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेको अहिलेको यो अडानलाई कसरी हेर्नु भएको छ? अब यसमा सबैभन्दा पहिला यस सम्बन्धमा के कुरा प्रश्न गरौँ भने सरदार प्रीतम सिंहको पुस्तक विमोचन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले जुन प्रकारको अभिव्यक्ति दिनुभयो, त्यो अभिव्यक्ति चाहे भावावेशमा आएर होस्, चाहे भावनात्मक रूपमा होस्, चाहे कुनै पनि अरू रिजनले हुन्, तर पनि त्यो अभिव्यक्ति अत्यन्त भर्सनायोग्य छ र त्यो देशको सार्वभौम सत्ताको विपक्षमा छ हेर्नुहोस्। त्यसले गर्दा पहिलो कुरो उहाँको त्यो अभिव्यक्तिको प्रत्येक नेपाली नागरिकले विरोध गर्नुपर्छ र विरोध गर्नुपर्छ भन्ने मलाई लाग्छ। पहिलो कुरो त्यो। अब दोस्रो कुरो जुन संसद अवरुद्धताको कुरो छ, अवरुद्ध भइरहेको अवस्थाको कुरो छ, नेकपा एमाले लगायत अरू केही स्वतन्त्र पार्टीले पनि प्रधानमन्त्रीको त्यो अभिव्यक्तिलाई लिएर संसद चल्न नदिने र प्रधानमन्त्रीको राजीनामा बटम लाइनको रूपमा नेकपा एमाले चाहिँ अगाडि सारेको छ। यद्यपि अरू जस्तो राष्ट्रपाहरूले राजीनामाको कुरा उठाएको छैन, नेकपा एमाले उठाएको छ। अब तर त्यसको विरोध चाहिँ नि राष्ट्रपा लगायत दलहरूले पनि गरेका छन्, राप्रपाहरूले पनि। अब यस सम्बन्धमा मेरो पार्टीको जे लाइन हो त्योभन्दा फरक हुने कुरो आउँदैन र मलाई चाहिँ नि के लाग्छ भने यो बीचको बाटो प्रचण्डजीको त्यस प्रकारको अभिव्यक्ति को हामीले विरोध गर्ने क्रममा र विरोध गर्नै पनि पर्छ। विरोध गर्ने क्रममा मलाई लाग्छ संसद चलिराखेको अवस्थामा प्रचण्डजीलाई संसदमा आएर प्रत्येक सांसदहरूले त्यसबारे उहाँसित प्रश्न गर्न पाउनेछन्, प्रश्न गर्न पाउनुपर्छ र कसरी किन उहाँले त्यो कुरो बोल्नुभयो, के हो उहाँको त्यो भनाइको आशय, त्यो चिज चाहिँ नि उहाँले संसद चलिरहेको अवस्था भएको भएर संसदमा उहाँलाई त्यो कुरो राख्ने एक प्रकारले अवसर चाहिँ नि उपलब्ध गराउनु पर्छ भन्ने मलाई। तर एमालेको बटम लाइन छ नि त, किनकि संसदमा उहाँलाई विषयवस्तुमाथि छलफलको लागि बोलाउँदाखेरि के भइदिन्छ भने तपाईँको त्यो संसदको प्रपर्टी बन्छ। उहाँको जुन बोली हो, सरदार प्रीतम सिंह थुको जुन बोली हो, त्यो बोली चाहिँ नि के हो भन्ने बारेमा त्यो संसदको एउटा रिकर्डमा रहन्छ र जब दोहोरो पक्ष सांसदहरू र प्रधानमन्त्री बीच उपरोक्त विषयमा छलफल चल्दै जाने क्रममा परिस्थिति कुन रूपमा मोडिन्छ
त्यसअनुसार अगाडि हामीले निर्णय लिनुपर्छ भन्ने मलाई लाग्छ। अब प्रधानमन्त्रीले पुरानो अभिव्यक्ति हो, पुरानो विषयलाई लिएर मैले प्रशंसा गरेको हो र मैले त संसदकै भनौँ न अभिभारा संसदले नै मलाई प्रधानमन्त्री बनाएको भनेर उहाँले बचाउ पनि गर्नु भएको छ। माओवादी केन्द्रका नेताहरू भन्नु भएको छ प्रधानमन्त्री ब्याक हुनुहुन्न, उहाँले राजीनामा दिनुहुन्न, संसदमा बहुमत सिद्ध गर्दा हुन्छ एमालेलाई चुनौती। फेस टु फेस अब एमाले र माओवादीको वार पार भएको छ। अब यो अवस्थामा कांग्रेस त हेर पर्ख हेर, किनभने यतिखेर कम्युनिस्ट लडाउने हो, उसले त डिभाइन एन्ड रुल तपाईँलाई थाहै छ। के हुन्छ त अब माओवादी र एमालेको वार पारको लडाई कसरी अगाडि बढ्छ? अब मेरो विचारमा के भने यो जुन माओवादी पक्षले नम्बरको गणितको आधारमा त्यो प्रचण्डको त्यो भनाइ सही हो कि गलत हो भनेर टुङ्ग्याउने जुन एउटा इन्डाइरेक्टली जुन प्रकारको अभिव्यक्ति माओवादीहरूको तर्फबाट आएको छ त्यो अत्यन्त खतरनाक र गलत छ। हेर्नुहोस्, म एउटा कुरो बताउँ, किनकि आखिर नेपालको प्रधानमन्त्री नेपाली जनताले चुन्ने हो, उनीहरूले चुनेर पठाएका सांसदहरूले संसदभित्र चुन्ने हो भन्ने कुरा सही हो कि गलत हो, कसैले त्यो कुरा गर्छ त्यसमा पनि झन् त्यसको कार्यकारी सिटिङ कार्यकारी प्रमुखले त्यस्तो कुरा गर्छ भने त्यो कुरा गलत हो कि सही हो भनेर तिमीहरू मलाई प्रश्न उठाउँछौ भने लाऊ गणितमा जाउँ, तिमीहरूको बहुमत हुन्छ कि मेरो बहुमत हुन्छ भनेर जाने कुरा अत्यन्त गलत छ र भर्त्सना योग्य छ। किनभने यो देशको सार्वभौम सत्ताको संरक्षण भन्ने कुरो विज्ञान हो, त्यो कुनै कूटनीति होइन। विज्ञान नम्बरबाट कहिले पनि सही हो कि गलत हो भन्ने कुरा निर्धारित हुन्न। माओवादी कतिपय नेताहरूको यो आशयले यो भनाइले चाहिँ नि के कुरो सिद्ध गर्छ भने यदि बहुमत उनीहरूको अलायन्स छ निश्चित रूपमा बहुमत ल्याउलान् उनीहरूले, तर बहुमत ल्याएपछि के त त्यसो भए नेपालको प्रधानमन्त्री बनाउन दिल्लीको अनुमति चाहिन्छ भन्ने कुरा सही साबित हुन्छ त। यस प्रकारको आशय त्यहाँभित्र पनि सिनियर नेताहरू छन्, कसरी बोलिराख्नु भएको छ मैले त्यो कुरा बुझ्न सकिनँ। यो खतरनाक छ, उनीहरूको एउटा दम्भ हो र यसलाई मैले प्रचण्डको त्यो बोलीको हाराहारीमा खतरनाक प्रवृत्ति मान्छु। हेर्नु, यो कुरोलाई संसदभित्र इस्टेब्लिस चाहिँ नै हुन दिनुहुन्न। तपाईलाई के लाग्छ त त्यसो भए नेपालको हरेक प्रधानमन्त्रीहरू तपाईँले देख्नु भएको छ, नेपालका पूर्व प्रधानमन्त्रीहरू या प्रधानमन्त्रीहरू सबै चाहिँ भारतको इशारामा त काम गर्छन् भन्ने त परिरहेछ नि त। भारतीय रहेको र खास गरी हामीले हेर्यौँ होइन, एस जयशङ्करको किताब हेर्नुहोस् या तपाईँले चाहिँ तपाईँको के अरे सुधीर शर्माको किताब हेर्नुहोस् प्रयोगशाला, यी सबै कुराहरूमा त लेखिएको छ नि त नेपालको माइक्रो म्यानेजमेन्टमा कसको भूमिका हुन्छ। खतरनाक छ र भर्त्सना योग्य छ। जस्तो अहिले योगेन ढकालजी मेरो आवाज सुनिरहनु भएको छ यहाँले? हजुर। अब जस्तो अहिले पछिल्लो समय तपाईँले विभिन्न किताबहरू हेर्नुहोस् होइन, भारतीय यहाँ बसेका एस जयशङ्करको किताब हेर्नुहोस् या सुधीर शर्माको किताब हेर्नुहोस्, नेपालको माइक्रो म्यानेजमेन्टमा कसको भूमिका छ त? जियो पोलिटिक्सको प्रभाव छैन, भारतको दिल्लीको प्रभाव छैन त? त्यसो भए नेपालको हिजोको पञ्चायत राणाकालीनदेखि आजसम्म के दिल्लीको आशीर्वाद र दिल्लीको सहयोग बिना नेपालमा सरकार बनेको छ र? यसमा म दुईटा कुरो प्रश्न गर्न चाहन्छु। एउटा कुरो के भने यो सबै नेपालीहरूले बुझेको कुरा हो, झन् सांसदहरूले पनि बुझेकै कुरा हो र झन् यो देशका प्रधानमन्त्रीहरूले त बुझेकै कुरा हो, उहाँहरूले फेस गरेर आएको अवस्था हो। एउटा कुरो चाहिँ नि के कुरोमा प्रचण्डजीलाई म धन्यवाद दिन्छु भने यो पर्दा पछाडि हुने गरेको कुरोलाई उहाँले छर्लङ्ग अगाडि ल्याइदिनु भएको छ। अब नेपाली जनताले पर्दा पछाडिको कुरोमा अन्दाज गर्न परेन। अब नेपाली जनता चाहिँ नि सियर सर्ट भयो कि नेपालको प्रधानमन्त्री चयन हुने बेलामा भारतको कुन प्रकारको भूमिका हुन्छ भन्ने कुरामा। अब दोस्रो कुरो संविधान छैन र हाम्रो जुन अहिले लास्टमा बनेको पछिल्लो संविधान छ, संविधान उसको सहमति नलिकन घोषणा गर्दा नेपालले आर्थिक नाकाबन्दी बेहोर्नु पर्यो। संविधानलाई उसले बिल खोलेर अहिलेसम्म समर्थन गरेको छैन। यी सबै कुरामा दुई मात्रै छैन, सत्य छ र नेपालको माइक्रोदेखि म्याक्रो म्यानेजमेन्ट भारतले गर्दै आएको छ र यदि कुनै पनि पोलिटिकल लिडरसिपले त्यसलाई अस्वीकार गर्ने प्रयत्न गर्छ भने त्यो चाहिँ नि भारतको भाजन हुन्छ। जस्तो म अहिले उदाहरण दिन्छु नि, केपी ओलीको प्रधानमन्त्री कालमा केपी ओलीले जुन एउटा आर्थिक नाकाबन्दीको क्रममा स्ट्यान्ड लिनुभयो, अर्को कुरो नक्साको सम्बन्धमा जुन स्ट्यान्ड लिएर हाम्रो आफ्नो अधिकार संसदभित्र एक मतले स्थापित गरेर नयाँ नक्सा प्रकाशित गर्नुभयो, त्यही रिसले भारत कुनै पनि हालतमा केपी ओलीलाई प्रधानमन्त्री बन्न दिनुहुन्न भनेर लागिराखेको छ। यसको अर्थ के हो भने
पहिलो कुरो म प्रचण्डजीलाई यो पर्दा पछाडि हुने गरेको कुरालाई उहाँले बाहिर ल्याइदिएकोमा धन्यवाद दिन्छु। दोस्रो कुरो के भने अब उहाँको नेपालको प्रधानमन्त्रीको काम पर्दा पछाडिको कुरोलाई बाहिर ल्याइदिनु मात्र होइन, त्यो होइन। नेपालको प्रधानमन्त्रीको र एउटा नेपालको राष्ट्रवादी यदि कुनै प्रधानमन्त्रीले आफूलाई जनताले चुनेको हो भन्ने दाबी गर्छ भने त्यो प्रधानमन्त्रीको काम त्यस प्रकारको विदेशी हस्तक्षेपलाई अस्वीकार गर्नुहुन्छ। तर प्रचण्डजीको त्यो स्टेटमेन्टले भारतीय एउटा म्यानेजमेन्ट गर्ने जुन प्रवृत्ति छ त्यसलाई अस्वीकार गर्दैन, त्यसलाई शिरोधार्य गरेर अगाडि बढ्छ। अब कुरा गरौँ अहिले बाहिर चर्चा के छ या बाहिर तपाईहरुलाई आरोप के छ भने माओवादी सरकार विशेषतः प्रचण्ड प्रधानमन्त्रीले चाहिँ यतिखेर भ्रष्टाचारका ठूला फाइलहरू खोल्न थाल्नुभयो। एमाले आत्तियो, एमाले अतालियो र अहिले चाहिँ उ डरले भ्रष्टाचार विरुद्ध अहिले चाहिँ भ्रष्टाचारी जोगाउन लाग्यो। चाहे मिटर ब्याज होस्, चाहे ललिता निवास, चाहे भुटानी शरणार्थी, अन्य प्रकरणहरू विभिन्न विषयहरू बाहिर आए। अब माओवादीले नछोड्ने भयो, एमाले ड्रायो भन्छन्। यो विषय कसरी हेर्नुहुन्छ? भ्रष्टाचारसँग जोडेर कसरी हेर्नुहुन्छ? अब यसमा के भने अब पहिला तथ्याङ्कहरू अगाडि नआउँदा, अदालतको निर्णय नआउँदा निश्चित रूपमा एमाले जस्तो टोपबहादुरहरूलाई प्रोटेक्ट गरेको हो। हेर्नुहोस्, अब यसो गर्नमा कतिपय रिजनहरू छन्। एकातिर नेकपा एमाले के कुरामा एउटा भयभीत भयो भने यो कतै रिभेन्ज लिने हिसाबमा गभर्मेन्टले प्रचण्डले यी केसहरूलाई अगाडि बढाएको त होइन भन्ने एउटा शङ्काको वातावरण चाहिँ नि नेपाली समाजमा देखिएको थियो। किनकि त्यही प्रकारका मान्छेहरूका विरुद्धमा वारन्टहरू जारी भएका थिए र खुद माओवादी भित्रका नेतृत्वका मान्छेहरू अहिलेसम्म कुनै पनि केसमा वारेन्टेड भएको र गिरफ्तार भएको छैन। हेर्नुहोस्, अहिलेको सरकारसित रिलेटेड कुनै पनि दलका मान्छेहरू। अब के त त्यसो भए नेपाली जनताले एकपटक प्रश्न गर्ने, नेकपा एमाले एकपटक प्रश्न त गर्न पर्यो नि। कतै सरकार नेकपा एमाले प्रति प्रतिशोध साध्दै त छैन भनेर एउटा शङ्का गर्ने जुन प्रकारको वातावरण बन्यो र त्यो वातावरण अन्तर्गत नेकपा एमाले त्यस प्रकारको कुरा उठाएको हो। तर जब अदालतले त्यो केस अगाडि बढ्दै गयो र टोपबहादुरहरू कहीँ न कहीँ संलग्न छन् भन्ने जस्तो कुराहरू बाहिर आउन थालेपछि र अदालतको निर्णयपछि एमाले त्यो कुरा भनेको छैन। हेर्नुहोस्, एमाले आफ्नो प्रतिबद्धता ठिक छ, आफ्नो प्रतिबद्धता जाहेर गरेको छ, भ्रष्टाचारीका विरुद्ध कारबाही गर्नुहोस्। र एमालेको एउटै भनाइ के हो भने प्रतिशोधको भावनाले यस प्रकारका चिज चाहिँ नआउन्, भ्रष्टलाई कारबाही हो, भ्रष्टाचारमा संलग्न नभएकालाई एउटा प्रायोजित रूपमा कारबाही गर्ने एउटा मानसिकता चाहिँ तपाईँहरूले नबनाउनु होला, प्रक्रिया नचाल्नु होला, हामीले त्यसको प्रतिरोध गर्छौँ भन्ने मुख्यतः एमालेको यो भनाइ हो। पहिलो कुरा यो हो। अब दोस्रो कुरा के भने यो अहिलेको सरकारले ठिक छ, हाम्रा बिच थुप्रै मतभेद छन्। प्रचण्डजीको यो भनाइमा मैले मतभेद राखेँ। सरकार पहिला एमालेसित बनाएर काङ्ग्रेससित गएकोमा मैले मतभेद राख्दै आएको छु। यस्तो अनि उहाँको भारत भ्रमणमा उहाँले राजनीतिक इस्युलाई नछोएको कुरामा मैले मतभेद राख्दै आएको छु। अब मतभेदका बावजुद पनि के हो भने प्रचण्डजीले अहिले जुन करप्सनको फाइलहरू खोल्नु भएको छ, पहिलो भुटानी शरणार्थी रिलेटेड र अहिले आएर ललिता निवास, नेपालमा यस्ता दर्जनौं फाइल छन्। म आफ्नो व्यक्तिगत तर्फबाट पनि के प्रतिबद्धता जाहेर गर्छु भने यो भ्रष्टाचार विरुद्ध वर्तमान सरकारको जुन प्रकारको स्टेप छ, मुभ छ, यसलाई हामीले सरकारको मात्र, प्रचण्डको मात्र, नारायण काजीको मात्र अभियानको रूपमा होइन, एउटा राष्ट्रिय अभियानको रूपमा अगाडि बढाउनु पर्छ। यो मामलामा प्रचण्डजीलाई सहयोग गर्नुपर्छ र यो मामलासित रिलेटेड जवाफमा अन्त्यमा म के भन्न चाहन्छु भने तर प्रचण्डजीले आफ्ना पार्टीका अलायन्स भित्रका मान्छेहरूलाई जोगाउने र एमालेसित सम्बन्धित एमालेका नेताहरूलाई मात्र एकतर्फी रूपमा कारबाही गर्ने, फाइल खोल्ने प्रकारका कामहरू चाहिँ उहाँले नगर्नु होला। उहाँले यो काम गर्नुभयो भने उहाँको जुन प्रेस्टिजियस मुभ छ त्यो मुभ एउटा बदलाको मुभको रूपमा परिणत हुनेछ। समयले त्यसको प्रष्टीकरण अवश्य दिनेछ। तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत शुक्रबार भन्नुभयो त यो स्टन्टबाजी हो,
यदि ललिता निवासको सच्चा चाहिँ भनौँ न यसको चाहिँ भ्रष्टाचारी हेर्ने हो भने त्यही गठबन्धनभित्र छन् नि भनेर उहाँले दुईजना पूर्व प्रधानमन्त्रीलाई देखाउन खोज्नुभयो। के हो त अब यो ललिता निवास जग्गा प्रकरणको चाहिँ अनुसन्धान जसरी चाहिँ पूर्व सचिवहरू पक्राउ परे, पूर्व मन्त्रीहरूको नाममा वारेन्ट जारी भयो, अहिले पनि भन्यो भने सिआइबी लागिरहेको छ। के हुन्छ लाग्छ सर, यसमा के होला जस्तो लाग्छ या के हो त यो ललिता निवास जग्गा प्रकरण के होला? होइन, ललिता निवासमा किनकि आखिर पूर्व दुईटा प्रधानमन्त्रीहरूको नाम आएको हो हेर्नुहोस्, र त्यो उहाँहरू एउटा खास गरेर बाबुरामसित त्यो एउटा गुठीसित सम्बन्धित हुनुहुन्छ र पूर्व मुख्य सचिव पनि त्योसित रिलेटेड हुनुहुन्छ र हाम्रो पार्टीको अध्यक्षले त्यो भनेको कुरा त सत्य हो नि, त्यसमा त कुनै झुट छैन। हेर्नुहोस्, त्यो सत्य हो। भनेको मतलब के भने अब वर्तमान सरकारको के स्ट्राटेजी छ त्यो हामीलाई थाहा छैन। उनीहरू अब सिआइबीले केस स्टडी गर्दै होला, प्रमाण जुटाएपछि बल्ल उसले चाहिँ नि वारेन्ट जारी गर्ने, गिरफ्तार गर्ने गरेको होला। र यदि यो रहेछ भने राम्रो कुरा हो। र यदि अब आफ्नो नजिक आउँछ, आफ्नो सरकारलाई सपोर्ट गर्नेहरू, आफ्नो सरकार टिकाउने खम्बाहरूलाई चाहिँ नि करप्सनको उसबाट आरोपबाट बचाउने प्रयत्न प्रचण्डजीले गर्नुहुन्छ भने त्यो उहाँको लागि पनि आत्मघाती हुनेछ। होइन, यसमा ठुला माछा पक्राउ पर्छन् पर्दैन तपाईँलाई के लाग्छ भने? मेरो विचारमा अहिले जुन 1 by 1 गरेर आइराखेको छ, स्टेप बाई स्टेप गरेर केही अरू आज नाम दर्ता भएका त्यसमा करप्सन केसमा, तर आज हामीले शङ्का गरिरहेका कतिपय मान्छेहरू पनि वारेन्टेड हुन्छन् भन्ने मलाई लाग्छ। ओके, अब कुरा गरौँ सर, प्रदेश नम्बर 1 कोशी प्रदेशमा सरकार बन्यो, तपाईँहरू त्यहाँबाट पनि बाहिरिनु पर्यो, 7वटा प्रदेश र केन्द्र सरकारबाट एमाले पत्ता साफ सत्ताबाट बाहिर। अब अहिले त्यहाँ चाहिँ सरकार गठनमा सभामुखको भूमिका, तपाईँहरू सर्वोच्च पुग्नु भएको छ, आज रिटको सुनवाई हुन्छ, सम्भवतः लाग्छ आज गर्नै पर्छ किनभने नत्र ढिलाइ हुन्छ, तर अदालत के गर्ला त तपाईँलाई के लाग्छ? अब म अदालतकोमा धेरै जान्न, अदालतले के गर्छ भन्ने कुरोमा, किनकि अदालतका आफ्ना प्रक्रिया छन्। अदालत कुनै एउटा चेन अफ कमान्डबाट बनेर आएको अदालत होइन। हेर्नुहोस्, हाम्रो देशमा न प्रहरी तन्त्र छ, न प्रशासन तन्त्र छ, न अदालत छ। हाम्रा सबै जुन स्टेट मेकानिजम छन्, आर्मी बाहेक सबै नै, आर्मी इन्स्टिट्युसन बाहेक सबै नै हाम्रो चाहिँ नि पोलिटिकल एपोइन्टमेन्टका हुन्। त्यसले गर्दा म परिणामबारे त्यति धेरै सोध्दिनँ, कहिले पनि अदालतमा गएको केसबारे धेरै सोध्दिनँ। र त्यसले दिएको होइन, कानुनभन्दा बाहिर जाला कि नजाला त मेन भनेको के भने सर्वोच्च अदालत कानुनमा टेक्छ, संविधानले के भन्छ त? नेपालको संविधान 168 को धारालाई तपाईँले हेर्नुभयो भने पछि उहाँ सभामुखको पदीय आचरण अनुसार चल्न पर्ने हुन्छ। र प्रदेश नम्बर 1 का जुन सभामुख गौतमजी, उहाँ चाहिँ नि आफ्नो पदीय अनुसार चाहिँ नि चल्नु भएन। तर अब के गर्नु सक्छ भन्ने त आफ्नो पद अनुसार नचल्दा पनि भोलि 2/3 बहुमतले उहाँ चल्नु भएन भन्ने कुरा प्रमाणित हुन्छ। बहुमत त फेरि अलायन्ससित छ हेर्नुहोस्। त्यसले गर्दा अब यो एउटा जटिल, यो सामान्य प्रश्नले एउटा जटिल प्रश्नको रूपमा एउटा विकसित हुने सम्भावना मैले देखेको छु। जहाँसम्म सभामुखले त्यसो गर्नु सही हुन्छ कि हुन्न भन्ने कुरा छ, त्यो गलत हुन्छ। म एउटा तपाईँको मिडिया मार्फत एउटा आफ्नो विचार फ्लो गर्न चाहन्छु। भोलि त्यस्तै भएर 1 भोट तलमाथि भयो भने अनि प्रतिनिधि सभाको सभामुखले एमालेको पक्षमा भोट हाल्नु भयो भने त्यति बेला अहिलेको सरकारका मन्त्रीहरूले र प्रमुखहरूले के भन्नुहुन्छ? त्यसले गर्दा यो गलत छ। संसदीय अभ्यास अनुसार जानुपर्छ। सभामुखले पहिला जुन पार्टीको भए पनि त्यो पिरियडमा उसले भोट हाल्न पाउँदैन। तर नेपालमा विधि कानुन सबै मर्यो है सर? छैन। म दुईटा कुरो भन्छु। एउटा कुरो त पार्लियामेन्ट्री सिस्टम जुन हामी वेस्टमिनिस्टर सिस्टम, दुनियाँको डेमोक्रेटिक सिस्टम भन्छौँ नि, यो अहिले जे व्यथितिहरू भइरहेछ हाम्रो देशमा, त्यो सिस्टमको सार तत्त्वभन्दा बाहिर गएको छैन। त्यो सिस्टम भनेकै त्यस्तै चिज हो। जसरी हुन्छ सत्तामा पुग्ने, सत्तामा पुगेपछि जसरी हुन्छ सत्ता टिकाउने, देशी विदेशीसित आत्मसमर्पण गरेर होस्, अनि पार्लियामेन्ट्री सिस्टमका नर्म्स एन्ड रुल्स एन्ड रेगुलेसन सबैलाई डस्टबिनमा हालेर होस्। जे आज अध्यादेश ल्याएको छ अनि काम सकिन्छ, काम सकिएपछि अध्यादेश खारिज गरेको छ। अब नागरिकता विधेयक राष्ट्रपतिबाट 2 पटक असफल भइसकेको विधेयकलाई फेरि फास्ट ट्र्याकबाट लिएर आएर विदेश भ्रमणको 3 घण्टा अगाडि पारित गरान्छ। यहाँ के चाहिँ नि स्थिति छ भन्नुहोस् त। तर यी सबै कुराहरू म कुनै पात्रको
एनार्किजम मात्र मान्दिन, यो स्वयं सिस्टमको लुपहोलहरू हो जहाँ यस प्रकारको गरिन्छ र यसको बेसिक क्यारेक्टर अन्तर्गतकै यी व्यतिथिहरू हुन् भन्ने मेरो विश्लेषण रहेको छ। समय विचारकलाई म धन्यवाद दिन चाहन्छु यहाँलाई। थ्याङ्क यू सर। थ्याङ्क यू सो मच। धेरै धेरै धन्यवाद दिन चाहन्छु। नेकपा एमालेका नेता तथा पूर्व राजदूत हुनुहुन्थ्यो यतिखेर हामीसँग योगेन्द्र ढकाल, उहाँसँग संवाद गर्यौँ। कार्यक्रममा म छोटो ब्रेकमा जान्छु, ब्रेकपछि पुनः आउँछु।